सके पश्चात समानुपातिक तर्फको मतदान गर्नका लागि एउटा लाइन बसेर उहाँले समानुपातिकको जुन मतपत्र लगेर फेरि मतदान गर्नुहुनेछ र हामी देख्न सक्छौँ 1 मिनट पनि लागेन 1 मिनट 30 सेकेन्ड भित्रमा उहाँले प्रत्यक्षतर्फको मत ब्यालेट बक्समा राखेर उहाँले समानुपातिकको मत हाल्नका लागि मतपत्र लिँदै हुनुहुन्छ र हामी देख्न सक्छौँ दृश्यमा मतपत्र लिइसकेर गइसक्नु भएको छ भने उहाँ लाइनको क्रममा हुनुहुन्छ र समानुपातिकको मत दिनका निमित्त उहाँ खडा भएर बस्नु भएको छ र उहाँ मतदान गरिसके पश्चात झापातर्फ लाग्नुहुनेछ आफ्नो उम्मेदवारीतर्फ र उहाँले आफ्नै लागि भने मत दिन सक्नु भएको छैन आफ्नो क्षेत्रबाट आफ्नो उम्मेदवार रहेको क्षेत्रबाट उहाँले आफूलाई मत दिनु भने पाउनु भएको अवस्था छैन भने उहाँले अन्य यस क्षेत्रका आफ्ना पार्टीको उम्मेदवारलाई मत दिएको हामीले सङ्केत पाउन सक्छौँ र फेरि समानुपातिक तर्फको गोप्य मतदान गर्न उहाँ गइराख्नु भएको छ र उहाँले मतदान समानुपातिकको मततर्फ मतदान गरिराख्नु भएको छ र गरिसकेर उहाँले अरूभन्दा छिटो मतदान गरेर ब्यालेट बक्समा मतदान गरिसक्नु भएको छ र उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा समेत लिइन्छ र हामी देख्न सक्छौँ केही प्रतिक्रिया नदिकन बालेन्द्र शाह लागिसक्नु भएको